तत्कालीन बरामार्ने रत्न राज्यलक्ष्मी देवी शाह र बाल दिवसको सम्झना। आज भाद्र 4 गते नेपालकी तत्कालीन बरामार्ने रत्न राज्यलक्ष्मी देवी शाहको जन्मदिन। उहाँको 98औं जन्मोत्सवको उत्सवमा आज आफ्नै स्कुले जीवनको एउटा सानो तर अविस्मरणीय घटना सम्झना आयो। त्यसबेला सायद आजकै दिन हुनुपर्छ नेपालमा बाल दिवस मनाइन्थ्यो। बाल दिवसको अवसरमा काठमाडौँ उपत्यका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई काठमाडौँको बाल मन्दिरमा बोलाएर विशेष कार्यक्रम आयोजना गरिन्थ्यो। म पनि आफ्नो स्कुले जीवनमा करिब 3 पटक बाल मन्दिरमा गएर बाल दिवस मनाउन गएको सम्झना छ। कार्यक्रम समाप्त भएपछि विद्यार्थीहरूलाई पङ्क्तिबद्ध गराएर बाहिर पठाइन्थ्यो। त्यही पङ्क्तिको बीचमा तत्कालीन बरामार्ने रत्न राज्यलक्ष्मी देवी शाह स्वयं उभिएर बालबालिकालाई एक बट्टा मिठाई वितरण गर्नुहुन्थ्यो। आज यतिका वर्षपछि पनि उहाँले आफ्नो हातले मिठाई बाँधिरहनु भएको त्यो दृश्य मेरो अगाडि चलचली आउँछ। समय बित्दै गयो, बाल्यकाल पनि बितेर गयो, तर बाल दिवसका ती दिन र भटामार्नेको त्यो आत्मीय मुस्कान सहितको उपस्थितिको सम्झना पनि मनमा अझै ताजै छ। आज उहाँको जन्मोत्सवको अवसरमा बरामार्ने रत्न राज्यलक्ष्मी देवी शाहप्रति हार्दिक शुभकामना तथा सुस्वास्थ्य र दीर्घायुको मङ्गलमय शुभकामना व्यक्त गर्दछु।